गाइस नमस्कार ठ्यापुला यहाँहरू सबैजना आरामै हुनुहुन्छ होला म पनि ठिकै छु। आजको स्पेसल भ्लग चाहिँ खासै केही त छैन। अब मेरो भोलिको फ्लाइट छ। म नेपाल जानुपर्ने भयो नि त, अनि नेपाल जानुपर्ने भयो। अनि आज यसो भर्खर उता मार्केट गएर आएको। अनि मार्केट गएर आएर यहाँ खाना बसिरहेको छ। यहाँ खाना यहाँ सब्जीहरू छ। यो सब्जीहरू चाहिँ नेपाल लानुलाई दुईवटा लिएको छ, घर लानु नेपाल लानुलाई। अब यहाँ के छ भने अब म जाँदैछु, फेरि कस्तो क्या अब भाग्यको कुरा भने के भन्नु। अब ठिक्क फेरि मेरो पनि भोलि जानुपर्ने, आज फेरि भेनाको पनि छुट्टी, अनि अर्को भेनाको दाइको पनि छुट्टी क्या। अब भेनाको दाइ साइला भेना त यहीँ बस्नुहुन्छ, सँगै हुन्छ हामी। अनि अर्को भेना मेरो भेना आफ्नै भेना चाहिँ अर्को होटलमा अर्को ठाउँमा काम गर्नु सक्दैन। अनि उहाँ पनि छुट्टी छ। अब उहाँ पनि आउँदै आउनुहुन्छ फेरि यहीँ टक्क। आज अब हेर्दै जाउँ कस्तो हुन्छ, तपाईँहरू देखाउँछ नि। अब आज मेरो विदाईको कस्तो हुन्छ अन्तिम भेटघाट, आजको पार्टी हल्का कस्तो हुन्छ हेर्नु होला। अब यो सब उताबाट भेना आउँदै हुन्छ, भेनालाई सुँगुरको मासु ल्याउँदै हुन्छ नि त। धराने कालो बङ्गुर त अब खानु पऱ्यो। यहाँको दुबईको खैरेनी बङ्गुर खानु पऱ्यो, सेतो बङ्गुर। यो उताबाट यता ल्यायो, अब मैले यो सब काट्नुपर्ने हुन्छ। यो सब काटकुट पारेर सब रेडी गर्नुपर्ने हुन्छ। यति गरेर साइला भेना चाहिँ उता बाहिर जानुभएको छ खम्बा लिनुलाई। खम्बा त अब खानु पऱ्यो। तिनजनाको भेट, म दुबई आएकोदेखि यसरी भेट्यो। तिनजना बसेर खाएको पनि छैन, भेटेको पनि छैन क्या एकसाथ यसरी। अनि अब म पनि जाँदैछु, त्यही भएर अब यसो हुन्छ नि त पार्टी। प्याज काटेको आँखाभरि आँसु यहाँको त प्याज पनि गाह्रो छ पकाएर खानुलाई। भर्खर प्याज काट्यौँ, अब टमाटर खुर्सानी बाँकी छ। फाइनली भेना पनि आइसक्नु भयो। ल भेना भेनाले आइसक्नु भयो। भेनाले अब यहाँ के ल्याउनु भयो, आज भाइ जाँदैछ पार्टी दिनलाई। भेनाले यहाँ आफ्नै पैसाबाट यहाँ सुँगुरको मासु लिएर आउनुभएको छ होइन। यत्रो मासु कहिले खानु हो, थोरै ल्याउनु। भेना आइसक्नु भयो। अब साइला भेना उता जानुभएको छ, आउनु बाँकी छ। जस्ट अब होइन धेरै पछि भेट, अब अन्तिम पनि भेट दुबईमा होइन। अब दुबईमा अन्तिम भेट। अब जाँदैछु, के भन्नु अब यस्तै छ होइन। 1 महिना आयो, कमायो गयो, यस्तै छ। अब अहिले साइला भेना आउँदैछ। अनि आएपछि फेरि साइला भेना नै आउनुभयो फाइनली। कन्फिडेन्स नै अलगै छ नि होइन होइन। अब हाम्रो त धेरै भेट, पछि भेट, अन्तिम भेट के छ नि। तोडेरै छोडेको चाहिँ होइन। के भइसक्यो अहिले त खतरा मोटाएको। तपाईँ जस्तो हो त, अरू आफू मोटाउँदैन, अरूको मोटाउने उयसमा पुरा होइन। ओ उम्ल्यो भ्या मेहनतले लिएर आएको भन्नु कि सालोलाई खुवाएर पठाउनु लागेको भन्नु कि आफैहरू खाएर मातेर वाल हुनु लाग्यो भन्नु। यस्तो छ है हाम्रो चाहिँ। फेरि सानोतिनो जाँदैन, गएपछि फेरि ठुलै जान्छ। अब के भन्नु, यता यस्तो छ। सुँगुरको मासु देखाएको दुबईको सुँगुरको मासु, धरानको त कालो बङ्गुर भन्छ, यहाँ त सेतो बङ्गुर। सागसाग ल्याएँ 10 फुट गरेँ नि। अब के अब यस्तै छ, के भन्नु जानु पऱ्यो। अब दुईवटा भेनाहरू मिलेर मलाई पुरा मेजमान खुवाएर पठाउने अरे। अब तर धेरै काम चाहिँ फेरि मैले नै गर्नुपर्ने। यहाँ भात पकाउने काटकुट सब मैले गर्नुपर्ने। उहाँहरू चाहिँ पकाउने मात्र। अब यस्तो नि हुन्छ, घरमा ठुलो नहुनु। अब भइहाल्छ नेपाल आयो भने दुइटैलाई। त्यो खोसी कालो बनाएर यस्तो राख्छु कि दुईजना ल्याएर दुईवटा खोसी एक एकवटा थमाएर घोटाउँछु।
अब धेर भएन यो फेरि यो ब्लगै अब होइन यस्तै छ ल